पछिल्लो समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका फोर्सहरूमा जागिर छोड्दै वैदेशिक रोजगारीमा जानेहरूको संख्या चाहिँ उच्च छ। यी कुराहरूलाई रोक्न सकिन्छ, त्यसको लागि थोरै सुधारको खाँचो छ। सुधार गर्नुपर्ने कुराहरू त धेरै नै छन्, तर मैले भन्न लागेका यी दुईवटा कुराहरूमा मात्रै सुधार गर्ने हो भने पनि प्रहरीको कार्यदक्षतामा र मनोबलमा चाहिँ निकै ठुलो परिवर्तन हुनेछ। एक नम्बरमा भन्छु, प्रहरीको आफ्नै विद्यालयहरू छन्, त्यसमा केही स्रोत साधनहरू थपेर केही थप विद्यालयहरू निर्माण गरेर प्रहरीमा कार्यरत कर्मचारीका छोराछोरीहरूलाई चाहिँ केही सहुलियतमा शिक्षा दिन सकियो मात्रै भने पनि यसले चाहिँ निकै ठुलो लाभ दिनेछ। मैले यसमा निशुल्क शिक्षाको कुरा गरेको होइन, खालि सहुलियतको मात्र कुरा गर्न खोजेको हो। एउटा प्रहरीको तलबको ठुलो हिस्सा आफ्ना छोराछोरीलाई राम्रो स्कुल पढाउँदैमा खर्च हुन्छ। बचत लगभग शून्य बराबर, भविष्य लगभग अन्धकार नै छ। त्यो चिजबाट पार गर्नलाई कि करप्सन गर्नु पर्यो कि वैदेशिक रोजगार रोज्नु पर्यो। दोस्रो नम्बर कुरा छ, प्रहरीको आफ्नै अस्पतालहरू पनि छन्। उनीहरूको परिवारलाई स्वास्थ्यमा केही सहुलियत उपलब्ध गराइदिने, नियमित चेक जाँचको व्यवस्था गरिदिने, अस्पतालबाट पाइने औषधि कडाइका साथ उपलब्ध गराइदिने हो भने कुनै पनि प्रहरीले जागिर छोडेर जाँदैन। यति कुरा चाहिँ म प्रष्टसँग भन्न सक्छु। प्रहरीको स्कुल हस्पिटललाई किन नाफामुखी बनाउनु पर्यो र? त्यहाँबाट आएको आन्दोलनलाई त्यहीको सुधारको काममा प्रयोग गर्दा हुँदैन र? सुधार गर्नुपर्ने कुराहरू त अरू पनि धेरै नै छन्, तर तत्कालको लागि चाहिँ यति चाहिँ गर्नु पर्यो है सुदनजी। यो भिडियो चाहिँ शेयर गरेर अहिलेका पालवाला गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहसम्म पुर्याइदिनु होला। हस्त, धन्यवाद।